हेलो गाइज नमस्ते गुड मर्निङ है हाम्रो चाहिँ सिङ्गापुरको अब हाम्रो थर्ड भ्लग चाहिँ सुरु भइसकेको छ। हामी यहाँ म्यामहरू छौँ, सबैजना यहाँ लबीमा आएर बसिसकेको छौँ। आज हामी यहाँदेखि चाहिँ मलेसिया जाँदैछौँ गाइज। यहाँ यसो सर हुनुहुन्छ है। अब चाहिँ हामी यहाँदेखि सबैजना रेडी भएर लबीमा आएर बसिसकेको छौँ। अब हामीलाई चाहिँ लगभग 9:15मा गाडी लिन आउँदैछ। सो हामी अब यहाँदेखि निस्किन्छौँ। नै जानु ओके लिएर आह। ओके गाइस ल है, अब हामी चाहिँ लगेजहरू राखेर सबैजना अब यहाँदेखि चाहिँ मलेसियाको लागि जाँदैछौँ। ल हाम्रो यहाँ दिदी पुरै एकदम ह्याप्पी हुनु भएको। ल माथि चल्नु। ल विनोद सर मलेसियाको लागि इमिग्रेसनको काम गर्न जाँदैछौँ। त्यसको चाहिँ फेरि भेटौँ। ओके ल फेरि म्यामले भनिहाल्नु भयो होइन। ल ल बाई बाई सिङ्गापुर। ल सबैजना बाई बाई गर्नु ल गाइज। बाई बाई चान्सलर होटेल। ओहो ल यता विनोद सर है। अब हाम्रो चाहिँ अब थर्ड डे। अब हामी मलेसिया जाँदैछौँ है। ए ल यो चाहिँ हाम्रो होटलको आउटसाइड हो गाइज है। होटलदेखि निस्किसकेको छौँ हामी। ओके गाइज है। ल अब भने हामी चाहिँ यहाँ खाना खाएर निस्किसकेको छौँ। अब चाहिँ हामीले बसको वेटिङ गरिरहेको छौँ। त्यसपछि हामी चाहिँ इमिग्रेसनमा जान्छौँ। त्यसपछि मलेसिया जान्छौँ गाइज। ल भन्नु के। हेलो गाइज के छ खबर? सबैजना आराम हुनुहुन्छ? ल सुजर हामी अब एक सिङ्गापुरबाट हजुर अब बिदाई हुँदैछौँ मलेसियाको लागि। हाम्रो अब यात्रा सुरुवात हुँदैछ। पक्का यो सिङ्गापुर भिजिट गरेर हामीले धेरै धेरै ह्याप्पी छौँ। आज यो समय सबै एउटा टिम बनाउने आफैमा रेस्टले नै सौन्दर्यता छ भने देश त होइन कतिसम्म। ओके गाइज ल अब हामी चाहिँ यो गोल्डन माइल टावरमा आइसकेको छौँ है, रेस्टुरेन्टमा। यहाँदेखि चाहिँ हामी बस पक्रेर चाहिँ मलेसियाको लागि चाहिँ इमिग्रेसनको लागि जाँदैछौँ गाइज। अब भने चाहिँ हामी यहाँ सिङ्गापुरलाई बाई बाई भन्दैछौँ। फ्यान सो ग्रिन सिटी। गाइस है यस्तो राम्रो बिल्डिङ छ है। यहाँ चाहिँ तल कन्स्ट्रक्सनको काम हुँदैछ। ल है गाइस यस्तो दामी बवाल भ्यू देखिन्छ यहाँ चाहिँ है। र हामी चाहिँ यही बसमा मलेसिया जाँदैछौँ। अब हामी चाहिँ यहाँ मलेसिया को एयरपोर्ट भनौँ या फिर बस स्ट्यान्ड भनौँ, यहाँ चाहिँ हामी इमिग्रेसनको लागि चाहिँ ल गाइस है हामी भर्खर इमिग्रेसनबाट हामी चाहिँ बसमा फेरि अब मलेसियातिर जाँदैछौँ। मलेसिया जाँदाखेरिको बाटोको भ्यू यस्तो बवाल छ है। समुद्र छ है, कस्तो हो देखिँदैन त। ओके ल यहाँको भ्यू चाहिँ यस्तो छ। बा ल गाइस यहाँको भ्यू चाहिँ यस्तो छ है। फुल समुद्रै समुद्र छ। ल हामी पासपोर्ट चेकिङको लागि यहाँ आएको छौँ है, लगेजहरूको लागि। ल है गाइस यहाँ चाहिँ नेपालमा जस्तो ढुङ्गाहरू छ। ल यो उहाँ छाकल भन्ने पाउँछ नि म्याम। छाकल हो सेम त्यस्तै हुन्छ कि खजुरको। यही हो म्याम, खजुर नै हो। हजुर म्याम। यहाँ सस्तो होला कि सोधौँ न, हेरौँला नि त।
यताबाट साह्रै राम्रो हाम्रो दाङभन्दा माथि पाहाडतिर धेरै पाइनुपर्छ खत्रै देखिरहेको छ त भिडियो त। ल अब नेक्स्ट क्वेसन तपाईहरुलाई, एउटा सिधा बाटोमा हैन 3 वटा कमिलाहरु हिँडिरहेको रहेछ कि हैन। कमिला भनेको बुझ्नुहुन्छ नि म्याम हैन, कमिला हैन। 3 वटा कमिला चाहिँ हिँडिरहेको रहेछ। अनि अगाडिकोले के भन्यो भने मेरो पछाडी चाहिँ 2 वटा कमिला हिँडिरहेछ भने हैन। अनि पछाडीको कमिलाले पनि के भने मेरो अगाडि 2 वटा कमिला छ भने। तर बीचकोले के भन्यो भने मेरो अगाडि पनि 2 वटा छ, पछाडी पनि 2 वटा छ। कसरी भन्यो? नै आफूलाई गनेन। अलिकति दिमाग लगाउनुस्, एकदम रमाइलो खालको क्वेसन एन्सर छ है। अगाडिको के भने मेरो पछाडी 2 वटा छ भने, पछाडीको के भने मेरो अगाडि 2 वटा छ भने। तर बीचकोले चाहिँ एउटा भन्नुपर्ने हो हैन। नै होइन, ठुलै एकदम ठुलो कमिला, एकदम बुढो। तर उसले के भने अगाडि 2 वटा पछाडि पनि 2 वटा छ भने। तर त्यहाँ टोटल कति 3 वटा छ। किन भन्यो? किन भन्यो? किन भन्यो? ल है म्याम भन्नुहोस् है। कि त्यसको छाया त दुईतिर छाया परेर भन्यो। ल म्यामको केही छ? केही छ यसको जवाफ? हो 2 वटा छ भने त्यसले झुकिएर भन्नु कि सर? होइन म्याम, यसको जवाफ भन्नुहोस्। ल पानी पो परेछ त हैन। ल उसले किन भन्यो बताउनुहोस् म्याम। ल विनोद सरको पास। ल म्यामहरुको पास। होइन, किन भन्यो? किन भन्यो भनेपछि यसको सही जवाफ हो उसले झुट बोलेर। किन नमिले? त्यसले झुट बोलेको थियो त अनि होइन, त्यसले झुट बोलेको थियो। त्यसले झुट बोलेको सुन्नुभयो र सरहरूले पनि। अर्को क्वेसन है, बाटोमा चाहिँ एउटा बुढा मान्छेले चाहिँ कुदाली खन्दै रहेछन् खेतमा। अनि त्यो भएको नजिक चाहिँ एउटा मान्छे चाहिँ हिँड्दै आएछ। अनि 2 वटा प्रश्न गरेछ, घरमा के पाल्नु भएको छ हैन। अनि टाइम कति भयो भनेर चाहिँ सोधेछ, कति बज्यो अनि घरमा के पाल्नु भएको छ भनेर सोधेछ। 2 वटा प्रश्न गर्यो। अनि त्यो बुढो मान्छेले चाहिँ एउटै जवाफ दियो। एउटै जवाफ दिँदाखेरि त्यो दुईटैको एन्सर आयो। के एन्सर होला त्यो जवाफ? मलाई थाहा छैन भने होला कि उसले। नै टाइम त आएन नि त त्यहाँ। टाइम पनि सोध्यो, घरमा के पाल्नु भएको छ भने। तर यसको 2 वटा क्वेसनको जवाफ एउटै हो। ल भन्नुहोस् के छ जवाफ? टाइम भएन, पाठो भन्यो तर टाइम भएन। ल विनोद सर। 1 2 3 4 5 6 7 8 9 10 11 12। ल सुशील सर, डु यु हेभ एनी एन्सर? ल सोच्नुहोस् है। बाख्रो त जनावरको नाम मात्रै आयो कि टाइम पनि हुनु पर्यो। कति बज्यो? 12 बज्यो भनेको बाख्रो हैन। टाइम नै आउनु पर्यो म्याम, क्लियर टाइम आउनु पर्यो। हजुर नेपाली 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 नेपालीमा भन्ने हो। नेपाली हो, नेपालीमा एन्सर। ल चित्र म्यामको पास भइसकेको छ। विनोद सर। ल भगवती म्याम र सीता म्यामको। यो त तपाईँलाई गाई भैँसी पाल्ने मान्छेले त एन्सर त थाहा हुनुपर्ने हो कि।
ल पास भयो म्याम ल 4.5 4.5 4.5 पालेको छ अनि 4.5 है यसको एन्सर कथा सुन्नुहोस् है कथा कथा रमाइलो खालको कथा एउटा इङ्ग्लिसको कथा ल सर सुन्नु भएको छ नि होइन दुईजना दाजुभाइ रहेछन् होइन अनि दुईजना दाजुभाइ चाहिँ इङ्ग्लिसको बारेमा कुराकानी गरेर रहेछन् कि अनि दाइले चाहिँ भाइलाई के भनेछ भने इङ्ग्लिस भनेको त एकदम इजी ल्याङ्ग्वेज हो यस नो थ्याङ्क यू भने हुन्छ अरू केही गर्नु पर्दैन भनेर चाहिँ भाइलाई सिकाएछ होइन भाइलाई सिकाएछ अनि दाइ त्यहाँबाट बाहिर गयो अनि भाइ चाहिँ यसो त्यो बजारतिर घुम्न जान्छु भन्दाखेरि बजारतिर गएको रहेछ त्यो टाइममा चाहिँ एकजना विदेशीको चाहिँ कारको चाबी हराएछ कि कारको चाबी हराउँदाखेरि अनि त्यो भाइलाई चाहिँ सोध्यो होइन डु यु ह्याभ माई कि भनेर सोधेछ चाबी छ भनेर सोधेछ होइन यस भन्यो अब दाइले त होइन यस नो थ्याङ्क यू भन्न पर्ने अनि सो गिभ माई कि भन्दाखेरि चाबी दे भन्दाखेरि अब यस पछि त नो आउँछ नो भन्यो अनि एक थप्पड लगाइदिएछ अनि थ्याङ्क यू भन्थ्यो अरे के ओके गाइज ल अब भने हामी फाइनल्ली यहाँ मलेसिया प्रस्थान गरिसकेको छौँ बाटोभरि एकदमै रमाइलो गर्दै आयौँ म्यामहरूसँग सरहरूसँग विभिन्न किसिमको प्रश्नहरू गर्ने होइन रमाइलो गर्ने कसरी कथा सुनाउने स्टोरी सुनाउने गरेर मजाले रमाइलो गर्दै यात्रा एकदमै राम्रो भयो अब हामी लगभग मलेसिया पुग्न लागेको छौँ लगाए चाहिँ अब भने चाहिँ हामी यहाँ मलेसिया आइसकेको छौँ अझै पनि हामी बस्नु छौँ हाम्रो डेस्टिनेसन चाहिँ अझै आएको छैन है यहाँदेखि चाहिँ मेबी अझै 20 मिनट लाग्छ है गाइस हामी चाहिँ अब यहाँ फाइनल्ली मलेसिया आइसकेको छौँ है अब हाम्रो चाहिँ भर्खर हाम्रो टुरिस्ट गाइडले चाहिँ हामीलाई यहाँ छोडेर गएको छ अनि बसेको होटल चाहिँ यहाँ देखाएको छ है गाइस माथिपट्टि मेट्रो होटलमा हामी आएको छौँ ओके ल हाम्रो ग्रुप सबैजना चाहिँ यहाँ आइसक्नु भएको छ यहाँ देख्न सक्नुहुन्छ है ओके आज यो हाम्रो चाहिँ थर्ड भ्लग चाहिँ मेरो अब यहाँ सिङ्गापुरदेखि चाहिँ मलेसियासम्मको रहनेछ ओके थ्याङ्क यू सो मच एभ्रिवान है एकदम माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आफ्नो प्रतिक्रिया पनि राखिदिनु सक्नुहुन्छ